भेनाको घरमा बसेर दिदीको हातको मिठो खाना खाना पाउँदा म त अब मोटो चुकी क्या हो। अलराइट गाइज, वेलकम टु माई मिनी ब्लग। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। बिहान बिहानै उठेर फ्रेस भएर हामी लाग्यौँ भेनाको रेस्टुरेन्टतिर। वहाँ जाने बित्तिकै मैले सबैलाई भिडियो अन गरेर हाई गर्न लगाएँ, किनभने भाइरल मम्मीलाई देखायो भने मेरो भिडियो नै भाइरल हुन्छ नि त। म त भेनाको फ्यामिलीमा सबैजना एकदम धेरै भाइरल हुनुहुन्छ। अब म मात्रै भाइरल हुनु बाँकी छ, तपाईँहरूले एकदम धेरै सपोर्ट गर्नु पर्यो है गाइज। हामी त्यहाँ गफ गर्दै बसिरहेको थियौँ, त्यतिकैमा हाम्रो लागि मम्मीले मिठो चिया बनाएर ल्याइदिनु भयो। त्यसपछि हामी चियर्स गर्दै चिया पिउन थाल्यौँ। चिया चाहिँ मैले सोचे जस्तो एकदम धेरै मिठो थियो। हामी बिहान बिहान भेनाको रेस्टुरेन्ट आउनु कारण चाहिँ च्यालेन्ज भिडियो खेल्नलाई हो। हामी सबजना च्यालेन्ज खेल्न रेडी भइसकेको थियौँ। त्यसपछि मम्मीलाई बाई गर्न लगाएर हामी लाग्यौँ च्यालेन्ज खेल्नलाई। हामी बाटोमा जाँदा जाँदै भेनाले के च्यालेन्ज गर्ने भनेर सोचिराख्नु भएको थियो। त्यतिकैमा आइसक्रिमको ठेला देख्नु भयो र सबैलाई सोध्नु भयो, आज आइसक्रिमको च्यालेन्ज गरौँ न त भनेर। हामीले पनि हुन्छ भनेर च्यालेन्ज गर्न थाल्यौँ। हामी सबैजना च्यालेन्ज भिडियो बनाउनतर्फ लाग्यौँ। सुरुमै मेरो पाली आयो र मैले कति खाएँ होला भनेर हेर्नलाई चाहिँ अझै पुन मगर युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। त्यहाँनिर फोनको टेम्परेचर हाई भएर हामीले चाहिँ ठाम सारे। टेम्परेचर लो भइसकेपछि त फिटे दोषको पाली आयो। रोक्नेपट्टि लागेकै थिएन, जित्नेपट्टि लागेको थियो, तर खाना चाहिँ धेरै खायो। दोषले भ्याउन पाएन। त्यतिकैमा एलेन दोषले नि खाना स्टार्ट गरिहाल्यो। एलेन दोषले भ्याउन साथै काले दाइले पनि खाना स्टार्ट गरिहाल्नु भयो। भिडियोमा कसले जितेर कसले हेर्न चाहनुहुन्छ भने मैले फेरि पनि भन्न चाहे, अझै पुन मगर युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। हामी च्यालेन्ज खेलेर कुरकुरेमा झरेको थियौँ, त्यहाँ त पानी परिरहेको रहेछ। अनि हामी प्रतीक्षालयमा गएर बस्यौँ। हामी कतिखेर पानी रोकिन्छ भनेर कुरिरहेको, त्यतिकैमा पानी रोक्यो र हामी घरतिर लाग्यौँ। अनि घर पुगेको दिदीले त हाम्रो लागि खाना पसिसक्नु भएको रहेछ। अरू सबैले त खाइसक्नु भएको रहेछ। हामी त तिनजना मात्रै बाँकी रहेछौँ खानाको लागि। हामी तिनजनालाई लास्टै भोक लागिरहेको, ढिलो नगरी चाँडो खाना थाल्यौँ। तिनजना चाहिँ अघिको च्यालेन्जको कुरा गर्दै खाइरहेको थियो र खाना चाहिँ आज लास्टै ढिलो भयो र खाना खाएर सकेको थिएनौँ। दिदीले त चिया खाना बोलाउनु भयो। त्यसपछि त हामी सबैजना सँगै बसेर चिया खाना थाल्यौँ। यो हजुरहरूलाई मेरो मिनी भ्लग राम्रो लाग्यो भने कमेन्ट गरेर नभुल्नु होला।